प्रतिगणजुहरू, प्रतिस्पर्धी साथीहरू लगायत यहाँ उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूमा म पृथ्वीनारायण क्याम्पस PLLB प्रथम सेमेस्टरकी छात्रा स्वस्तिका छेत्रीको तर्फबाट हार्दिक तथा शालीन नमस्कार। आजको यस कार्यक्रम आयोजना गर्नुहुने आयोजकप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै म विषयवस्तुतर्फ लाग्न चाहन्छु। आजको यस वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ वर्तमान सन्दर्भमा बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद। बीपी कोइरालाका अनुसार